अब प्रदेश पाल्ने भन्नुहुन्छ, एकजना म मात्र विरोधी भन्दै थियो अघि साथीहरूले। हो, म विरोधी नै हो। मैले यदि राष्ट्रपाको बराबर हाम्रो पार्टीले त्यति बहुमत ल्यायो भने हामी यो दोभाषी कुरा गर्दैनौँ है। राष्ट्रसभाका साथीहरूले बुझ्नु होला। तपाईँहरूले पहिला भन्नुभएको थियो ल्याम्मै 2/3 पुर्याएर प्रदेश खारेज नै गरिहाल्ने। अहिले पनि हामीले भन्छौँ, म राप्रपाको संसदीय दलको नेता छु, उपनेता राष्ट्रसभाको यहीँ हुनुहुन्छ। प्रदेश खारेज गर्ने कुरामा तपाईँ ल्याएर आउनुहोस्। 182 तपाईँको छ, 84 चाहिन्छ, 5 सिट हामी थपेर दिइदिन्छौँ। ल 187 पुर्याएर खारेज गरिहालौँ। किनभने कुनै आवश्यकता छैन यो देशमा प्रदेशको। कार्यकर्ता सेटलमेन्ट गर्ने एउटा नयाँ तरिका मात्रै हो यो। के काम छ ल भन्नु त? देश कत्रो छ? भारतको उत्तर प्रदेश बराबर छ करिब करिब हाम्रो देशको क्षेत्रफल। अनि प्रदेश के का लागि ल्याएको? कसैले भन्नुहुन्छ के भनेपछि ओहो यसले त हाम्रो के अरे पहिचान बोक्छ अरे। ल कर्णाली भन्ने बित्तिकै के पहिचान बोक्यो त? ल भन्नु न। पहिला नदी थियो, अञ्चल थियो, अहिले नाम भयो, के परिया पहिचान बोक्यो त? मुख्यमन्त्री पहिला के थियो? महेन्द्र बहादुर शाही सबभन्दा पहिला, त्यसपछि जीवन शाही, त्यसपछि राजकुमार शर्मा, त्यसपछि एमलाल कर्ण। यी सबै पहिला सङ्घमा सांसद थिए। अनि के पहिचान बोक्यो? पहिचान चाहिँ के बोक्यो त? यो जनतालाई उल्लु बनाएर बीचमा लडाइरहेछ। के हुन्छ प्रदेश राखेर? के फाइदा छ? ऋण कति पुग्यो एकछिन सम्झिनुहोस् त। आज अहिले मात्रै करिब यही महिनाभित्र ऋण सरकारले र अब पुरानो सरकारले गरे, अब नयाँ सरकार त भर्खर आएछ, केही नयाँ सरकारले पनि ऋण स्वीकृत गरेको छ। ऋण लिनु गलत होइन, तर त्यो ऋण कहाँ सदुपयोग गर्ने भन्ने कुरा महत्त्वपूर्ण हो। आज 28 खरब 78 अरब छ अहिलेसम्म ऋण। यो टोटल GDP को 50